नर्मदेश्वर महादेवकी कपडाहरू चाहिँ सारिदिनु पर्यो है। ओहो धेरै पछि आइयो ल गडबडीको सुटै आमाको घरमा पनि आइयो। बाबा सन्चै हुनुहुन्छ? मम्मी सन्चै हुनुहुन्छ? सुत्नु भयो रहेछ है। अब झोलासोला यता राख्नु पर्ने होला है। मजा नि अब यसलाई यतातिर बाबा त अस्ट्रेलिया पनि अब छोराहरू सबै विदेशमा गाउँघर यस्तो खाली छ। ठिटाहरू छैन, बच्चाहरू र बुढाहरू मात्र। खेत पनि बाँझो, बारी पनि बाँझो। हाम्रो नेपाल देश भनेको चाहिँ खास चाहिँ यो के भन्छ एग्रिकल्चरको क्या खेतीपातीको लागि चिनिने देश हो नि त वास्तवमा। अहिले नभएको कारण मकै छ। बुढापाकाहरूले कति नै गर्न सक्छन्। आज गडबडीको सुटिङमा चाहिँ हल्का छोटो एउटा क्यामेरा छ अनि म चाहिँ गुङसुल्टीको एउटा क्यारेक्टर रोल गर्ने कलाकार परेँ। अनि उहाँ हाम्रो दाइ हुनुहुन्छ, हाम्रो बाबु हुनुहुन्छ अनि हाम्रो यता माया दिदीको हाम्रो निकनेम चाहिँ के भन्नु गयो माया दिदी निकनेम? पुतली काकी चाहिँ एकदम खतरा। उहाँको एक्टिङको चाहिँ धेरै नेपालीहरू फिदा पनि छन् है। बिस्तारै बिस्तारै चिनिँदै हुनुहुन्छ। हाम्रो यो सुटिङ जारी नै छ। गुरुङजी हजुर हो दिदी त्यो नि एकछिन छेउमा यसो राख्दिउँ अलि मिलाएर जाउँला आमाहरूको ल सबै हटाउनु पऱ्यो अब है। फेरि नेक्स्ट पार्टमा फेरि भेट हुन्छ है। नेक्स्ट अर्को राउन्डमा है। अहिलेलाई चाहिँ फेरि सुटिङ हामी के हुँदैछ प्रत्यक्ष देखाइरहनेछौँ है त। ओके तपाईँको त घुम्न जाने प्लान भयो होइन? घुम्न जाने प्लान भयो घरदेखि खान्छ माथिबाट टक्क झार्ने कि के हो? त्यही छ ल एक्सन। पुतली काकी बाहिर निस्क यहाँ। आज तिम्रो पखेटा काट्न पर्यो है यहाँ। ओडा त सिज्यू खुर्के बाहिर आउनुहोस्। ओहो अनि भित्र दबिएर क्यार्न बस्छौ बाहिर आऊ। के भयो तँलाई फेरि? ओ के भयो होइन तिम्रो स्वास्नीले यहाँ फुरुक्कै चौक यहाँ जाका मान्छेले त्यस्तो गराउने के गरियो त्यसले? मान्छेलाई अर्कालाई भिरा लगाएर फरल हाम फालेर मोर भन्ने मोर्न बाध्य पर्ने। म त त्यसै बेकारले मरेको छु नि। म त भिरा गरेर फरल लाउने तिमी बुढीले मलाई फुर्के जेलमा कोचा यहाँ। त्यस्तै हो क्या त्यस्तै। त्यसको चाहिँ मन असाध्यै सफा छ, मुख छुरै छ भनी होला चाहिँ कहिले पनि यहाँ बसेर ओडा आर्से मुर्दाबाद यता ओडा चाहिँदैन भनिसक्यो नि त। नारा लाउने र भिरा गरेर भिरे देखाउनुमा धेरै आकाश पातालको फरक छ यहाँ। त्यस्तो पार्ने अर्कोलाई यहाँ ल धेरै आवेश आउनु पर्यो है। काम केही गर्दैन नचाहिने अर्को बिउ खोज्नु पर्यो भने त्यसै उम्लिएर आउँछ। कुरुको घर जान के घर जा कहाँ जाने त? मेरो घर छ र म घर जानलाई? मेरो घर छ, मेरो घर पनि छैन, स्वास्नी छैन, केही पनि छैन। मेरो कहीँ जाने ठाउँै छैन। कि मलाई जाने ठाउँ देखाइदिनु पर्यो? मलाई त आज सरकारले संरक्षण गरेर राख्नु पर्ने भनेर कहिले भनेको छु क्या मैले। जाने ठाउँ देखाइदिनु पर्यो तँलाई? ए जाने ठाउँ यसो कहीँ छ कि यसो मलाई यसो व्यवस्था मिलाउनु पर्यो क्या। बरु यसो गरौँ न कहीँ यसो अलिकति दुःख पाएको बुढो बाहिर गएको मरे पनि नआएको क्या घर त्यस्तो ठाउँमा यसो घर जोइने यसो बस्ने त्यस्तो कुनै त्यस्तो ठाउँ होला? हेर त पार्टी हेर त बोलेको काम गर्छु यो गर्छु उस्तो गर्छु म काम गरेर देखाउँछु भन्नु छैन। त्यस्ता ठाउँमा गएर चाहिँ जिन्दगी गुजार्छु भन्दो रहेछ। तँलाई राम्रो ठाउँ दिए तँ जस्तो अल्छीलाई राम्रो ठाउँ छ एउटा जान्छ। अब के ठाउँ होला ल न जान्छु क्या। म जिन्दगीका दुःख सुख घर परिवार सबै त्याग दिए। सन्यासी संस्था छ एउटा हो त्यहाँ गएर बस्छ। त्यहाँ गएर के गर्नु पाइन्छ? तलब कति पाइँदो रहेछ? छुट्टी कस्तो हुँदो रहेछ? तलब छुट्टी केही हुँदैन। मजाले खाने सुत्ने बस्ने केही काम गर्न पाइने पर्दैन। तँलाई आनन्द हुन्छ। त्यहीँ जान्छस् त? नियम त्यहाँ गएपछि जान्छु। त्यहाँ गएपछि नियमहरू पनि छन्। म जान्छु त्यहाँ गएपछि नियमहरू छन्। त्यो छोडेर कहीँ जान पाइँदैन, नराम्रो कामहरू गर्न पाइँदैन, जे पाए त्यही खान पाइँदैन। त्यहाँ उनीहरूले जे दिने हो जे गर भन्छन् त्यही गरेर बस्ने। तर यी व्यवहारका टेन्सन, छोराछोरीका टेन्सन, स्वास्नीका टेन्सन,
के लाउने के खाने भने यता टेन्सन केही पनि हुँदैन। ए मलाई केही चाहिएको छैन ल मलाई त्यो ठाउँमा जान पाए भयो मलाई मलाई यो व्यवहार बनाउने सुरु खाना पाएँ नि आहा त्यस्तो ठाउँमा त म गइहाल्छु नि घरपेटे काका ल न मलाई पठाइदिनु पर्यो ल म त्यहाँ तँलाई पठाइदिनु भयो ल। मलाई त संरक्षण गर्नु पर्यो क्या वडाको कर्तव्य हो। त्यहाँ त तँ एकसिङे गइँडा के अरे तँलाई संरक्षण गर्नुपर्ने। ल न वडाध्यक्षज्यू यसो मिलाउनु पर्यो क्या हजुर ठाउँमा हुनुहुन्छ ल न केही न केही गरेर मलाई एकल भत्ता मिलाइदिनु पर्यो क्या हजुर ठाउँमा अब के काम हो। अब तँलाई एकल भत्तै चाहिएको भयो भने तँ मर अनि तेरी स्वास्नीलाई एकल महिला भत्ता मैले मिलाइदिने भयो ल। त्योभन्दा उपाय केही छैन। त्यस्तो होइन क्या खुरपेटी काका ल न यसो मिलाउनु पर्यो क्या हजुर नभए को छ मेरो भन्नुहोस् त मेरो जाने ठाउँ कहीँ छैन त्यही भएर त जति नै आइहर्छु हजुरले हेर्न पर्यो क्या मलाई। होइन नियम कानुनमा कतै नभएको कुरा अब कसरी मिलाइदिने मैले। मिलाउनु नै मिलाउनु केही न केही त उपाय त होला नि यसो मिलाउनु न। ए एउटा उपाय छ ल निस्क्यो ल एउटा उपाय। यसरी उपाय निकालिदियो क्या यसरी उपाय निकालिदियो अब के छ भन्नु त। अब तेरा यी हातखुट्टा सधैँ भयो नि तैँले खासै केही काम गरिनस् काम लागेन तेरो हातखुट्टा यो हातखुट्टा कचाकुची भाँचेर फालिदे अनि तँलाई अशक्त अपाङ्ग एकल भत्ता चाहिँ मैले मिलाइदिनु भयो ल। एकल हुन्न अशक्त अपाङ्ग नै हुन्छ। त फेरि गर त भाउ त्यही हो भत्ता पाउनु तेरो उपाय अरू केही छैन। ओहो ए भत्ता पाइन्न पाइँदैन। ओहो हो है उहाँ ठुला पढा हुने मान्छेले काम नगरिकन भत्ता बचाउन मिल्ने म जस्तै माया लाउँदै एकल पुरुष बनाएर चाहिँ मलाई चाहिँ भत्ता दिन नमिल्ने है क्या छ है तपाईँहरू सरकारको नियम कानुन पनि है आहा है खुब देखाएको छु मैले खुर्के मलाई भत्ता मिलाउनु त म त आन्दोलन गर्छु यहाँ। ओहो नि चाहिएन पैसा नि चाहिएन सम्पत्ति केही चाहिएन म यो संसारदेखि दिक्क भइसकेँ म त्यही सन्यासी सस्ता जान्छु क्या अध्यक्षज्यू ल म त्यहीँ जाने आनन्द मलाई केही चाहिएन बिहान बेलुकी 2 छाक भात लगाउन पाए भयो मजाले सुत्न पाए भयो मैले खोजेकै त्यही हो। म त यस्तो संसारदेखि दिक्क भइसकेँ। ओहो मैले खोजेकै त्यही ठाउँ हो। आज जान्छस् म त गइहाल्छु म एकछिन पनि यो संसारमा अहिले छैन क्या। तँलाई म अहिले लैदिन्छु यहाँ राखेर तैँले पनि यहाँ मलाई सताई जे परे नि यहीँ आएको छ यहीँ आएको छ नआइज भनेर लखेर्छु यहीँ आएको छ मलाई पनि त आनन्द हुन्छ नि। तँलाई लगेर उहाँ थन्काइदिनु पाएँ ल हिँड ल हिँड मैले खोजे ठाउँ बल्ल भेटियो क्या। भयो